नमस्कार साथीहरू, नेप्से डेली अपडेटमा हामी आइसकेका छौं। आज साताको पहिलो कारोबारको दिन आइतबार माघ 25 गते 2082 साल। आज नेप्से 10.24 अङ्कले घटेर 2698.45 मा आएर रोकिएको छ। आजको कारोबार हेर्ने हो भने गत कारोबारकै छेउछाउको रूपमा देखा परेको छ। आज नेप्से घट्दाखेरि 11,65,97,52,143 को टर्नओभर भएको छ भने 2,62,36,36,204 शेयरहरू ट्रेड भएका छन्, जसमा 1,11,978 वटा ट्रान्जेक्सन भएका छन् भने जसमा 330 वटा स्क्रिप्टहरू ट्रेड भएका छन्। आज सबैभन्दा धेरै घट्नेमा होटल्स एन्ड टुरिज्म इन्डेक्स छ भने जसमा 164 अङ्क 2.13% को गिरावट भएको छ भने अरूमा लगभग 1% देखि तल गिरावट भएका छन्, जसमा आज अदर सेक्टर र इन्भेस्टमेन्ट सेक्टर चाहिँ सामान्य अङ्कले बढेका छन्। आज हेर्न सक्छौं सबै इन्डेक्सहरू प्राय रातो नै छन्, दुईटालाई छोडेर। अब सेक्टर वाइज हेर्ने हो भने सबैभन्दा धेरै बढ्नेमा एसएमएच, रिडी, केकेएचसी, एचएचएल र जोशी क्रमैले छन् भने जसमा 3वटाले सर्किट हानेका छन् भने अरू 4-5% ले बढेका छन्, जसमा टप लुजरहरूको रूपमा केडीएल, डेभलपमेन्ट बैंक, एनएबीबीसी छन् भने सबैभन्दा धेरै यिनै दुईटाहरू घटेका छन्। आजको टप ट्रान्जेक्सन हेर्दाखेरि एसवाई प्यानल, रिडी, केकेएचसी, एसएमएचएल, एकेजेसीएल मा सबैभन्दा धेरै ट्रान्जेक्सन भएका छन् भने टर्नओभरको रूपमा एसएमएचएल, एकेजेसीएल र रिडी, राधी, एसवाई प्यानल क्रमैले रहेका छन्, जसमा भोल्युमको रूपमा रिडी, एकेजेसीएल, एसएमएचएल, एनजीपीएल, केकेएचसी रहेका छन्। आजको बजार हेर्ने हो भने लगभग 11:15 बजेसम्म चाहिँ लगातार बढिरहेको देखिन्छ भने त्यसपछि सेलर हावी भएर क्रमशः घट्दै गएको देखिन्छ र अन्तिमको फेसमा थोरै बजार चाहिँ बढ्न खोजे जस्तो देखिएर बन्द भएको छ। हामीले विगतको वाच लिस्टमा एमएनबीबीएल राखेका थियौं भने जसमा अहिले लगभग 3% बढोत्तरी भएको छ भने जीएचएल मा 10% को बढोत्तरी भएको छ। आजको लागि हामीले हेर्नुपर्ने वाच लिस्टमा हामीले केही राखेका छौं, जसमा जोशी, ईबीएल, एससीबी रहेका छन्। Subscribe to my channel.